आज म बनाउँदैछु एकदमै मिठो पाकेको फर्सी र टाटे सिमीको तरकारी। यसरी बनाएको तरकारी चाहिँ एकदमै हेल्दी हुन्छ। सुरुमा चाहिँ मैले टाटे सिमीलाई रातभरि भिजाउनको लागि डुब्ने गरी पानी राख्छु अनि छोपेर ओभरनाइट छोडिदिन्छु। भोलिपल्ट यो राम्रोसँग भिज्छ। पाकेको फर्सीलाई मसिनो गरी काटेर लिने, प्रेसर कुकरमा तातो तेलमा मेथी फुराउने, प्याज राखेर एकछिन भुट्ने। प्याज रातो रातो हुन्छ अनि फर्सी ओइरिने, एक पटक चलाउने अनि पखालेको सिमी ओइरिने। त्यसैगरी टमाटर राख्ने, स्वाद अनुसार नुन, एक चम्चा जिरा धनियाको धुलो, अलिकति लसुनको धुलो, अलिकति अदुवाको धुलो। पिरो बनाउने हो भने चाहिँ रातो धुलो खोर्सानी राखेर मजाले चलाउने। प्रेसर कुकरको बिर्को लगाएर 2 देखि 3 सिटी लगाउने। हावा जान्छ अनि खोलेर हेर्दा फर्सी र सिमीको तरकारी चाहिँ राम्रोसँग पाकिसकेको हुन्छ। यसमा चाहिँ पानी राखिरहनु पर्दैन। फर्सीबाट आएको पानीले नै सिमी र फर्सी एकदमै राम्रोसँग पाकिसकेको हुन्छ। थ्यांक यू।